अहिले भने हामी कुस्मा पर्वतमा आइसकेका छौँ हामी डिरेक्टली धनुषबाट अनि हामी चाहिँ नेपालकै सबसे हाइएस्ट पुलमा हामी जाँदैछौँ जहाँबाट चाहिँ बन्जीहरू गरिन्छ होइन अनि पर्वत मार्गमा छौँ हामी अनि वी आर अबाउट टु रिच अब 500 मिटर मात्र बाँकी रहेको भनेर यहाँ गुगल म्यापमा देखाइएको छ सो नाउ वी आर अबाउट टु रिच द क्लिफ जहाँबाट चाहिँ बन्जी जम्पहरू गरिन्छ होइन एन्ड इट्स लाइक हुन्छ नि 1 किलोमिटर छ यहाँबाट अनि भित्री रोड रहेछ होइन अब अलि माथिपट्टिबाट जानुपर्छ द क्लिफ अनि हामी आइसकेको छौँ 1 मिनट मात्र बाँकी छ होइन सो ऑटो 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 सुजित 1 2 3 4 जोड़ा वेलकम इन द क्लिफ लाइन अहिले भने हामी द क्लिफमा छौँ एन्ड दिस इज द हाइएस्ट ब्रिज अफ नेपाल अनि यहाँ तल आमा यो कुन खोला हो भन्नुभएको अरे सो यो चाहिँ कालीगण्डकी रहेको छ होइन भर्खर इन्डियन ग्रुप जानुभएको होइन बन्जी गर्नुभएको रहेछ अनि अब त बन्जी गरेपछि तपाईँ पनि गर्न सकिन्छ टाइपको त्यो भन्दै गरिराख्नु भएको थियो क्या अनि बन्जीको चाहिँ यहाँ अन्ली बन्जी चाहिँ 7,500 to 9,000 रहेछ होइन Mama, would you please see? Okay, Mama. Yale. Sorry. Sure, Yale. Kaligandagi. Mama. Hello. I love you. I love you too. मेरो भन्छु कति लामो के हिँड्दा थकाइ लाग्यो मलाई त फाइनली वी आर हियर इन द क्लिफ होइन अनि बाबु र आमा उता जानुभएको छ अनि आई एम हियर यहाँ चाहिँ म स्विङ गरिरहेको छु अनि यहाँको यो जुन बन्जीको यो पुल जुन छ नि त्यो हिँड्दा यस्तो थकाइ लाग्यो होइन म एक्सप्लेनै गर्न सक्दिनँ क्या एकदमै थकाइ लाग्यो मलाई एक्चुअलमा अनि भर्खर मात्र हामीले लन्च गरेर हिँडेको भएर पनि होला अनि इट ह्याज बिन भेरी डिफिकल्ट फर अल अफ अस हामी तिनजनाको लागि नै कति लामो हो भनेर अनि अभियसली यहाँको ल्यान्डस्केपहरू कस्तो राम्रोसँग डिजाइन गरिएको छ होइन अनि रेस्टुरेन्ट पनि रहेछ सो यहाँ चाहिँ विङ रहेको छ द क्लिफको विङ अनि आमा उता जानुभएको छ है गार्डनमा पिक्चर्सहरू क्लिक गर्नुको लागि होला अनि हियर इज द साइन अफ लभ आमाले पहेँटामा फोटो खिच्ने यता हेर्नु न हो त्यसरी चाहिँ बल्ल मिल्छ कि पर्दैन त्यतिकै बस्नु हुन्छ सो यहाँ चाहिँ एन्जलको विङ राखिएको छ होइन द क्लिफमा अनि आमा खिच्नु भएको छ बाबुले खिचिदिरहेको छ एन्ड आई एम हियर वेटिङ फर माई टर्न अनि यहाँ सबैजना आफ्नो टर्नको वेट गरिराख्नु भएको छ बाबु त पनि गर्ने हो यहाँ त बाबुले खिचिरहेको छ यहाँ पिक्चर अनि आमाले खिचिराख्नु भएको छ एन्ड सो यहाँको इन्भाइरोमेन्ट चाहिँ एकदम ब्युटिफुल छ अहिले चाहिँ पानी परिरहेको छैन अघि हामी लन्च गर्ने बेलामा चाहिँ पानी परिरहेको थियो सो इट्स ब्युटिफुल
बाबुलाई क्या एक्चुअलमा पिक्चर्सहरू खिच्नु मन लाग्दैन अनि जबरजस्ती आमाको घरले मात्रै खिचिरहेछ होइन एन्ड आमा should I be going there? Mama, are you ready? I'm not rushing, right? Amma, you know that. So, Buttermilk, I got ready with my harness. Oh, कस्तो डर लाग्दो गर्ने मम्मा कस्तो डर लाग्दो आमा डर लाग्यो मम्मा माथि 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 तान्दो रहेछ अनि त्यहाँबाट तान्ने हुँदो रहेछ यत्रो सेफ्टी गरिरहेको छ किन डराउनु हौ मलाई त कस्तो डर लाग्यो कि चस्मा त टाउकोमा लगान हौ चस्मा त म यस्तो गर्छु बाबुलाई चस्मा न हस्पिटल्स लगाएन मेरो मुखियामाले म र आमा हामी रेडी भइसक्यौँ आमा फर्स्टमा को जाने जानुहुन्छ ल अल द बेस्ट नडराउनु है एक्चुली यस्तो डेन्जर त्यो झड आमा अल द बेस्ट नडराउनु है डराउँदैन यसो सिङको लागि चाहिँ आमाको टर्न रहेको छ एन्ड एक्चुली सो नर्भस त्यो झट्का दिँदाखेरि चाहिँ डर लाग्यो त्यो खोली होइन खोलिदिनुहुन्छ होला यहाँ आमा राम्रोसँग गर्नु है गर्नु ल ए यो त बेजेतै हुन्छ हौ दिदी हुन्न क्या अलिकति माथि गर्नुपर्ने अम्मा यहाँ रहेछ नि बाबु ए साइकल सो अहिले भर्खर मात्र हामीले स्विङ गऱ्यो होइन अनि आमा कस्तो तर्सिनु भएको थियो अनि मलाई चाहिँ नानु नगर भनिराख्नु भएको थियो अनि मैले चाहिँ यति स्मल हाइटबाट गरेँ अनि त्यही नै बाबु पनि रहेछ होइन भाइ हाम्रो गाउँको अनि सुनिल बाबु आयो भन्दैन भ्लगमा सो मेरो भाइ गाउँको भाइ बाबालाई बेसी सम्झिसक्यो भन्दै है ए ल ल तौली मुखी ल ल
बाबु आइपुग्नुपर्छ है बाई बाबु ल Mama wants to click the picture here हैन अनि बाबु अनि आमा त्यो उसकी सिट के यस्तो टिल्ट गर्नु न त यतापट्टि अहिले भने हामी पर्वतको कुष्मा बजार छौँ भर्खर मात्र हामी द क्लिफबाट फर्किसकेका छौँ एन्ड डेफिनेटली थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो टिल नाउ डु लाइक शेयर एन्ड सब्सक्राइब टु माई युट्युब च्यानल बाई